जापानमा नेपाली तरिकाबाट तरकारी खेती। यो चाहिँ फर्सीको मुन्टा चाहिँ कति खाने। करेला नि मजाले फल्दो रहेछ, लगाउनु होला। यो चाहिँ फुल के भन्छ खै नाम त थाहा छैन। यो चाहिँ टमाटर, सिमी अन्त पोडी। घरको छेउछाउमा अलिकति गमलाहरूमा लगाइने अलिअलि फल्छ। गर्मीमा त मजाले नै फल्छ। राम्रोसँग त्यो स्याहार गऱ्यो भने झन् फल्छ। त्यहाँ चाहिँ फोहोरहरू जम्मा गर्ने, फोहोरहरू झारपातहरू राखेँ भने त्यहाँ मल हुन्छ। त्यो सिप्ले भेन्डी नै यहाँ त कलरफुल नै हुन्छ। सिमी खुर्सानी अब फल्न लागेको छ। खुर्सानी त्यहाँदेखि सिप्ले भेन्डी।